जलवायु परिवर्तनले हाम्रो जीवनशैली मात्र होइन, हाम्रो स्वास्थ्यमा पनि गहिरो असर पार्दै गइरहेको छ। बढ्दो पृथ्वीको तापक्रमले तराईका विभिन्न ठाउँहरूमा सुखापन भएको र साथै हिमालका हिउँहरू पनि पग्लिँदै गएका छन्। हिउँहरू पग्लिँदै जाँदा विभिन्न ठाउँहरूमा बाढी आउने सम्भावना बढ्दै जान्छ। बाढीले विभिन्न रोगका कारकहरूलाई एक ठाउँबाट अर्को ठाउँसम्म पुर्याउँछ, जसले रोगका संक्रमण बढाउँछ। हिउँको त्यो -डिग्री टेम्परेचरमा जमेर बसेका विभिन्न जीवाणुहरू हिउँ पग्लिँदा जीवित हुन्छन् र तिनीहरूले नयाँ रोग निम्त्याउन सक्छन्। बढ्दो गर्मीले हिट स्ट्रेस जस्ता समस्याहरू पनि निम्त्याउँछ, जुन प्रायतः कुखुरा पालनमा बढी देखा पर्छ। यसले कुखुरालाई बिरामी पार्छ। बढ्दो गर्मीले औषधि ओहोर दोहोर गराउन पनि गाह्रो बनाएको छ र साथै औषधि बिग्रिने जस्ता समस्याहरू देखा परेका छन्। यसरी गर्मी, बाढी र नयाँ रोगहरूका कारण मानिस र पशु दुवै बिरामी पर्न थालेका छन्। बिरामी भएपछि उपचारका लागि एन्टिबायोटिकको प्रयोग पनि अत्याधिक बढ्छ र बारम्बार एन्टिबायोटिकको प्रयोगले ब्याक्टेरियाहरू बलिया बन्दै जान्छन् र एक समयपछि औषधिहरू पनि काम गर्न छुट्छन्। देशका विभिन्न कुखुरा फार्ममा आफ्नो कुखुरालाई रोगबाट बचाउन र प्रिभेन्सनका नाममा तिनका वृद्धि बढाउनका निम्ति मापदण्डभन्दा बढी एन्टिबायोटिकको प्रयोग हुँदै आएको छ। भरतपुरकै रामपुर स्थित भेटनरी टिचिङ हस्पिटलमा भरतपुरका विभिन्न ठाउँहरूबाट उपचारका लागि ल्याएका कुखुराहरूको उपचारका क्रममा मृत्यु भएपछि नेक्रोप्सी गर्दा सबैभन्दा कमन ब्याक्टेरिया इस्चेरिचिया कोलाई, जुन कि हाम्रो शरीरमा पनि हुन्छ, विभिन्न एन्टिबायोटिक्सहरू जस्तै सिफालेक्सिन प्रति 81.2%, एमोक्सिसिलिन प्रति 81.2%, कोलिस्टिन सल्फेट प्रति 62.5%, टेट्रासाइक्लिन प्रति 78.8%, सिप्रोफ्लोक्सासिन प्रति 55% रेसिस्टेन्ट भेटिएको छ। दुःखको कुरा त यो हो कि यी सबै औषधिहरू WHO द्वारा मानव स्वास्थ्यका लागि क्रिटिकली इम्पोर्टेन्ट भन्ने क्याटेगोरीमा राखिएको छ। क्रिटिकली इम्पोर्टेन्ट भनेका त्यस्ता औषधिहरू हुन् जुन चाहिँ सिरियस ब्याक्टेरियल इन्फेक्सनको अन्तिम र एकमात्र विकल्प हुन्। अरू औषधिहरूले निको पार्न नसकेका रोग यी औषधिहरूले निको पार्छन्। कुरा यति मात्र होइन, सन् 2021मा देशको राजधानी काठमाडौँका 3 महत्त्वपूर्ण जिल्लाहरू काठमाडौँ, ललितपुर र भक्तपुरमा गरिएको एक रिसर्चमा ती औषधिहरूमध्ये धेरै जस्ता औषधिहरू रोकथाम र रोग उपचारका लागि अत्याधिक मात्रामा प्रयोग गरेको पाइएको छ। सोच्नुपर्ने कुरा त यो हो कि अब केही वर्षपछि यी औषधिहरूले पनि काम गर्न छोड्यो भने मानव स्वास्थ्य तथा प्रकृतिमा के असर पर्न जान्छ। त्यस्तो समयमा पुग्नुभन्दा पहिला नै हामीले यसको ख्याल गर्नुपर्छ र एन्टिबायोटिकको सही उपयोग गर्न सिक्नुपर्छ। जडीबुटी आधारित उपचारमा हामी बढी केन्द्रित हुनुपर्छ। हामीले डाक्टरको सल्लाह बिना औषधि किनेर खानु हुँदैन र सल्लाह बमोजिम खाए पनि नियमित रूपमा औषधिको सेवन गरी डाक्टरले भन्ने जस्तै तोकिएको डोज पूरा गर्नुपर्छ। हामीले जलवायु परिवर्तनमा पनि विशेष ध्यान दिनुपर्छ। प्लास्टिक, रबर, उद्योग कारखाना वा गाडीबाट निस्केका धुवाले ओजोन लेयर पातलो बनाउँछ, जसले सूरजको विभिन्न हानिकारक रेजहरू पृथ्वीमा छिर्छ र यसको तापक्रम बढाउँछ। त्यसैले हामी सक्दो कम पल्युसन गर्नुपर्छ। मानव, पशु र वातावरणको स्वास्थ्य एक अर्कासँग गाँसिएको छ र समाधान पनि समन्वयमै छ। जलवायु परिवर्तन र एन्टिमाइक्रोबियल रेसिस्टेन्स विरुद्धको लडाईँ आजै सुरु गरौँ। स्टप AMR, एक्ट नाउ।